घडी छैन त्यो बालोमा या गर्छ यहाँ हाई भन्दा त बाई डिस्टर मोमो ल्यान्छ हान्छ कहाँ नि हान्छ ए बाई बाई हो त ज्ञानी हुनुपर्छ 2 वर्षको पुग्यो छोरी किनभने आएको हो कि होइन यहाँ विद्यार्थीहरू पर यहाँ सबै यहाँ बस्यो तँ जाने कि नजाने यहाँ पढ्ने कि नपढ्ने पढ्ने हो स्कुल जाने मान्छेले यस्तो हात हान्नुपर्छ क्या है नमस्ते सम्पूर्णमा मेरो छोरी पहिलो दिन स्कुल जाँदैछ भर्खरै 2 वर्षको भयो स्कुल जान्छु 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 भनेर बहुत रोइरहेको थिएँ खै स्कुलमा पुर्याउँदैछु कस्तो हुन्छ हेरिदिनु होला भिडियो पुरा हेर्नु होला त्यस्तो बोल्न आउँदैन के स्कुल गएर पढ्ने होला त्यस्तो स्कुल जाने स्कुल गएर हुने त होइन स्कुल गएर भयो भने के गर्ने छ भारतको गुजराततिर यहाँ पर यता त्यस्तो डिस्टर पुरा त स्कुल जान्छ भन्दै मुस्कुराउँदैछ यहाँ छ छोरी भनेको त्यही हो यहाँ ए विमल छन् ए नयाँ विद्यार्थी भन्दा नि विमल कहाँ छन् मेरो छोरी यहाँ स्कुल जाने भनेर म लास्ट हैरान पारेँ कि कहाँ छन् विमल छन् जाने के पढ्ने हो बोल्दै आउँदैन पढ्ने के होला कसरी खोल्छ बे खोला न खै बोल्दै आउँदैन पढ्ने भनेर विमल आएछ नि देखेर के झोला हाल्दै गरेर यो कसको झोला समातेर हिँडेको त्यस्तो कोही बसेर चप्पल गाडा खै मेरो छोरीको पनि नाम लेख्देऊ है त्यो डरायो अब जाने पनि होइन फाइनली हामी स्कुलबाट बाहिर निक्लिसक्यौँ हुने मात्र केही गर्दैन हुन्छ मात्र स्कुलमा पढ्छु भन्दैन टिस्टरको कोही कामै छैन आज पहिलो दिन हो स्कुलमा गएको पनि होइन टिस्टर टाइम कति भयो टिस्टर घडी छैन त्यो बालोमा या गर्छ यहाँ हाई भन्दा त बाई बाई भन्छ यहाँ बाई बाई हो त ज्ञानी हुनुपर्छ 2 वर्षको पुग्यो छोरी स्कुलमा गएपछि के पढ्ने हो के पढ्ने आ पढ्ने कि क ख पढ्ने कि एबिसिडी पढ्ने भन त के पढ्ने हो अब ताराबाजी लैलै त भन्नै आउँदैन बोल्दै राम्रोसँग बोल्छ त बोल्छ तर राम्रोसँग बोलेको प्रष्ट बुझिँदैन त्यही छ बोल्दाखेरि 2 वर्षको त भइहाल्यो के भन्छ के भन्छ कहानी खतम गरिहाल्छ हैन अब प्रष्ट कहिले बोल्यो अब 3 वर्षको भइसकेपछि हो किन हैन 3 वर्ष भएपछि प्रष्ट बोल्ने हैन घरमा गएर के भन्ने मम्मीलाई भन त मम्मीको अगाडि डिस्टोर माथि पढ्न सकेन रोयो भनेपछि मम्मीले मार्छ तँलाई हान्छ कि हान्दैन भन त डिस्टोर मम्मीले हान्छ कहाँ नि हान्छ ए गालाउने हान्छ अन्ति कहाँ हान्छ ए गालाउने हान्छ मम्मीले होइन म मम्मा नभनौँला या नभनौँला डिस्टोर पढ्न सकेन उ त आइहाल्यो म भन्नुला कि नभनौँला भन त मम्मीले अन्ति कहाँ हान्छ डिस्टोर नाकमा हान्छ यहाँ गालामा मात्रै हान्छ अरे है छोरीलाई पनि बुढीले हान्दै रहेछ काममा जान्छु आफू त साँझपल्टि होटेल
बिहानपल्टै गाडी धुनलाई गाह्रो छ। स्कुलमा पुगेपछि देखाउँछु छोरीले कतिको पढेको रहेछ। पढ्न जान्छ या जान्दैन। पहिलो दिन के पढ्न जान्थ्यो, 2 वर्षको राम्रोसँग बोल्दै आउँदैन। बोल्दै नआएपछि केही गर्नु। 3 वर्षको भइसक्यो भने त बोल्न पनि आउँछ। यसमा यस्तो छ, नेपालको जस्तो छैन। यहाँतिर खालि पढाउने विद्यार्थीहरू पनि त्यस्तै छन्। ठुला ठुला विद्यार्थी छन् नेपालबाट। यहाँका 10 वर्षका, 12 वर्षका, 9 वर्षका बाबुआमासँग जो आएका हुन्छन् तिनीहरू अलिकति क ख अ त्यस्तै नाम लेख्न जान्ने गरेर पढिराख्नु। त्यता गएर छोरीलाई लगाम स्कुलमा अलिकति पढ्न जान्छ कि सोचेको थिएँ। स्कुल जान्छु भनेर हेर्नु न, खतरा झोलावाला बोकेर बिमासँग गएको। अहिले पर माथि रोयो भनेर मास्टरले फोन गरिरहेको थियो, साथमा ल्याउन गएँ। रोको रोइयो। चलो मम्मा उतार छ, मम्मा छ। अब त हिँड्नुपर्छ है। उही चप्पल अझ माथि त स्कुलमै छोड्यो। म चप्पल ल्याउन जान्छु। तिमी चाहिँ चप्पल स्कुलमै छोड्ने हुन्छ। तँलाई हान्छ अरे, मम्माले हान्छ अरे। मम्मा नभने अरे। मम्मा हान्छ भन्दै थियो। त्यस्तो कहाँ मम्माले कहाँ हानेछ? मम्माले कहाँ हानेछ? पढ्न नजान्नु भन्दै होइन?